हाई गाइस, स्वागत छ मेरो युट्युब च्यानलमा। आएको म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। बिकज धेरै दिनको बाद म तपाईँको बिचमा आइसकेको छु। देख्न सक्नुहुन्छ अहिले चाहिँ म त्यसै बसिरहेको छु भने दिन कसरी जान्छ म सबै कुरा तपाईँहरूलाई देखाउने छु। बाँकी फिलहाल अहिले म चाहिँ बसिरहेको छु भन्नुपर्छ। कुछ समय बाद म तपाईँसँग फेरि पनि म भेटिने छु। अहिलेलाई बाई। बाँकी यस्तै हो गाइस। सबैजनालाई म के भन्न चाहन्छु भने जतिजना मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ सो सबैजनालाई भिडियो पनि हेरिदिनु होला। भिडियो समय भएछ भने पुरै नहेरे पनि कुनै भिडियोहरू हेरिदिनु होला भन्न चाहन्छु। सो जतिजनाले सब्सक्राइब गर्नुभएको छ सबैजना एउटा छोटो कमेन्ट छोडेर पनि जान नबिर्सिनु होला भन्न चाहन्छु। बाँकी चाहिँ यस्तै हो, यही हो। अहिले देख्न सक्नुहुन्छ यस्तै पनि ठुलो भइसक्यो। चेक करो गाइज, यो रुख चाहिँ सबभन्दा अर्को रुख हो यो बगैँचाको सेपको। देख्न सक्नुहुन्छ कति माथि आएको छु म। यो बाँकी यही हो बगैँचा। माथि माथिदेखि यो माथिदेखि तलसम्म। बाँकी म बस्ने डोगरी चाहिँ यही हो घर। यो सबभन्दा यो कति अर्को छ देख्न सक्नुहुन्छ गाइस। बाँकी चाहिँ गाइस म चाहिँ अहिले पानी लगाइदिरहेको छु भनेपछि म चाहिँ अहिले अनि यतातिर बगैँचा घुमिरहेको छु। बगैँचामा सेप कत्रो भयो भनेर म तपाईँलाई देखाउँछु। बाँकी सेपहरू अहिले चाहिँ एकदमै ठुलो भइसकेको छ। बगैँचामा चाहिँ रमाइलो छ, एकदमै रमाइलो लाग्छ। आफ्नो बगैँचा जस्तै लाग्छ गाइजहरू। बाँकी यस्तै नै हो। सेपहरू चाहिँ यस्तो भइरहेछ अहिले यताको बगैँचामा। यो बाँकी यस्तै नै हो। अनि यो एकदमै धेरै नै छ यता सेप। अनि बाँकी यो सेप चाहिँ गोल्डन भन्छ, गोल्डन सेप। अनि यो रोयल। अनि यही नै हो। यो ओ माई गड कति धेरै सेपहरू फलिरहेछ यो साइड। बाँकी यो फलिरहेछ धेरै सेप। यता पनि देख्न सक्नुहुन्छ, यता पनि छ, यता पनि छ, यो यता पनि छ, यता पनि ओ माथिदेखि हो यहाँसम्म बगैँचा छ। यही नै हो।
बाँकी देखाउनु पर्ने चाहिँ बगैँचामा त्यस्तो केही छैन। यो बाँकी यस्तै छ सेपहरू। साथै पनि आजको ब्लग राम्रो लाग्यो होला। यदि ब्लग राम्रो लाग्यो सबैजना सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। बाँकी यसै हो, त्यस्तो राम्रो भिडियोहरू त आउँदैन र पनि तपाईँहरूको साथ सपोर्ट पाइ नै रहँ भन्न म चाहन्छु। बाँकी सबैजना गएर सब्सक्राइब गरिदिनु होला। आउने भिडियोहरू पनि तपाईँहरूको सामुन्ने आउनेछ। बाँकी साथै पनि भिडियो अझै राम्रो लाग्यो होला भन्न चाहन्छु। बाँकी फेरि पनि हामी कुनै ब्लग भिडियोको साथ हामी फेरि पनि तपाईँको बिचमा आउनेछौँ। त्यो समयसम्मको लागि बाई।